कुनै पनि पुस्तकमा इङ्ग्लिसमा भएको शब्दहरू नेपालीमा कसरी ट्रान्सलेट गर्ने, कसरी यसलाई नोटमा राख्ने, यही सन्दर्भमा आज चाहिँ केन्द्रित रहेर कुरा गर्नेछौँ। कुनै पनि बुकको, कुनै पनि किताबको इङ्ग्लिसमा भएका शब्दहरू नेपालीमा कसरी ट्रान्सलेट गर्ने, यही विषयमा हामी आज चाहिँ कुरा गर्नेछौँ। यो टपिक्सलाई सुरु गर्नुभन्दा पहिले लाइक र सब्सक्राइब चाहिँ गर्नु नभुल्नुहोला र समयलाई खेर नफालिकन हामी चाहिँ सिधै मोबाइल स्क्रिनमा जाउँ। फेरि पनि तपाईहरुलाई हार्दिक स्वागत छ मोबाइल स्क्रिनमा। तपाईहरुले यहाँनिर देखिरहनु भएको छ होला मोबाइल स्क्रिन। कुनै पनि किताबको वा निवेदन आएकोहरू ट्रान्सलेट गर्नु पर्यो भने सबभन्दा पहिले तपाईहरुले गुगलमा जानु होला। फोटो खिच्नुहोस् सबभन्दा पहिले चाहिँ, त्यो कुन चाहिँ हो क्यामेरामा गएर म चाहिँ एउटा यो किताबको फोटो खिचेँ। तपाईहरुले कुन चाहिँ ट्रान्सलेट गर्नु छ त्यो फोटो खिच्नु होला। फोटो खिच्नुहोस्। फोटो खिचिसके तपाईहरु पनि यसरी फोटो खिच्नु होला। फोटो खिचिसकेपछि गुगलमा जानु होला। गुगलमा गइसकेपछि माथि क्यामेरा छ, यहाँ लास्टमा क्यामेरामा क्लिक गर्नुहोस्। क्यामेरामा क्लिक गरिसकेपछि तपाईहरु यहाँ तल फोटो खिचेको यहाँनिर छ, यसलाई क्लिक गर्नुहोस्। क्लिक गरिसकेपछि यहाँनिर सिलेक्ट छ, सिलेक्टमा क्लिक गर्नु होला। सिलेक्टमा क्लिक गरिसकेपछि यहाँनिर ट्रान्सलेटमा क्लिक गर्नुहोस्। ट्रान्सलेटमा क्लिक गरिसकेपछि यस्तो खालको इन्टरफेसमा आइपुग्नुहुन्छ। यहाँनिर अघि फोटो खिचेको यहाँ सबै आइरहेको छ। यस्तै यहाँ स्क्रोल डाउन गर्दै तल जानु होला। यहाँनिर चाहिँ नेपालीमा ट्रान्सलेट भएको छ। यसरी नै नजानेको कुराहरू चाहिँ यसरी ट्रान्सलेट गर्न सक्नुहुनेछ र यसलाई यसरी पुरा कपी गरेर फेरि तपाईहरु कपी गरेर नोटमा लगेर मजाले सुरक्षित राख्न सक्नुहुनेछ। नोटमा जानुहोस्। नोटमा गइसकेपछि यहाँ तल प्लस छ, प्लसमा क्लिक गर्नुहोस्। प्लसमा क्लिक गरिसकेपछि यहाँ पेस्ट गर्नुहोस्। यसरी नै नजानेको कुनै पनि किताबहरू यसरी ट्रान्सलेट गरेर तपाईहरु सुरक्षित राख्न सक्नुहुन्छ। यसरी नै तपाईहरु पनि नजानेको कुराहरू सुरक्षित राख्न सक्नुहुनेछ। आजको भिडियो सामग्री तपाईहरुलाई कस्तो लाग्यो जस्ताको तस्तै तल कमेन्टमा राख्नुहोला। यो सामग्रीबाट आज बिदा लिन चाहन्छु। नमस्ते, बाइ बाइ।